आजको दिन राजा बोल्ने दिन र दुर्गा परसाईलाई जन्माउने काम भनेको यिनै नेताहरू वैदिक सनातन किरात बौद्ध सहितको धर्म सापेक्ष हिन्दू अधिराज्य कायम गरौं, राजालाई सम्मानसँगले राखौं हैन, कार्यकारी प्रधानमन्त्री बनाऊ, जनताले चुनिएको संघीयता खारेज गरौं। राजालाई निस्तेज गर्न पाइदैन नि, त राजाको देश, राजाको पूर्वजहरूले बनाएको देश हो है, निस्तेज गरेर हुँदैन। उहाँहरूले खुरुखुरु आफ्नो अभियान चलाउनु पर्थ्यो, हामीले पनि खुरुखुरु आफ्नो अभियान चलाउँदै थियौं नि त। कहाँ गयो राजा त्यो देखेपछि अब उहाँहरूलाई के फिलिङ भयो भन्दाखेरि नि, अब हामी सकिएछौं भनेर अब के भयो भन्दाखेरि रोक्न खोज नेपाली नागरिकहरू नि ब्ल्याक लिस्टमा परे, बैंकको कालो सूचीमा परेका छन्। कालो सूची भनेको के हो? मान्छेका घर जग्गा जीवन लिलाम भएका छन्। यो कुरामा कसै बहस उठ्यो, कुनै दिन सदनमा बहस उठ्नु पर्थ्यो नि, त्यसले गर्दाखेरि लघुवित्तको कारणले बहस उठ्यो। मकै पोलेर बेचेका र जम्मा गरेका पैसा बुढेसकालको सहारा पैसा हुन्छ भनेर, छोराछोरी होइन बुढेसकालको सहारा पैसो हुँदो रहेछ नि त। त्यो पैसो नै नेताहरूलाई नै फर्चुनर जिप चढेर हिँडे, खाइदे गरिबका पैसा। त्यसले गर्दाखेरि तपाईले के बुझ्नुस् भने आजको दिन राजा बोल्ने दिन र दुर्गा परसाईलाई जन्माउने काम भनेको यिनै नेताहरू, कनकमुनि दीक्षितदेखि गोविन्द केसीसम्म युएनडीपी को पैसा, युएनआईडी को पैसा खाएर, युरोपियन युनियनको पैसा खाएर यहाँ क्रिस्चियनिटी फैलाउँदैछन्। त्यसको असर भनेको इन्डियामा पर्छ है भनेको त पुगेको पुगेन, पुग्यो होइन। आज त आयो नि त, कनकमुनि दीक्षितदेखि जसले पैसा दिएको हो उसैले भनिसके हो होइन। कस्ता कस्ता मान्छे पढ्दा रहेछन्, कस्ता कस्ता पत्रकारहरू रहेछन्। अहिले बोलेको कुरो आज सबैको नारामा किन हुनु पर्ने, लघुवित्त सहकारी ब्याङ्क पीडित भनेर सबैले नारा हाल्न थाले त। यही नारा सदनमा उठाएर यसैलाई हल गरिदिएको भए दुर्गा परसाईको जन्मै हुँदैन थियो, राजाले बोल्नै पर्दैन थियो। राजा आऊ देश बचाऊ, दुर्गा आऊ नागरिक बचाऊ भन्छ होइन, पक्कै देखिन्छ त्यो। राजाले देश बचाउने हो, राजा देशसँग रिलेटेड हो, नागरिकसँग त दुर्गा परसाई रिलेटेड भयो नि, किन नागरिकका कुरा दुर्गा परसाईले उठायो नि होइन। आज एउटा पुलिसले 18 घण्टा 22 घण्टा ड्युटी गरेर 25,000 महिनाको तलब खाने, लुटेको जति पैसाले यिनीहरूलाई 1 लाख रुपियाँ महिनाको तलब दिन पुग्छ। गिरियाको बजेट छ नि 80 अरबमा नि 1 अरब 60 करोड, 1 खरब 60 करोड बनाउँदा यिनीहरूलाई किन 1 लाख दिन पुग्दैन, किन पुग्दैन? अनि पैसा जति लुट्ने, विदेश पठाउने, अनि त्यहाँबाट पुग्छ त पैसा। अनि बुढेसकालमा 20 वर्ष जागिर गरेर अनि बुढो जिउ लिएर खाडी जानुपर्ने, खाडी जानुपर्ने हो। त्यसको अन्त्य गर्नुपर्छ। देश हाम्रो, खाडीबाट रेमिटेन्स पठाउने दाजुभाइ हाम्रा, ब्याङ्क कसको? मारवाडीको। सामान कसको? मारवाडीको। पैसो चाहिँ हाम्रो, देश हाम्रो, मारवाडीको छोराले, यो बुझ्नु जरुरी छ। मारवाडीको छोराले रेमिटेन्स पठाउँछ अनि त्यही पैसाबाट, त्यही हाम्रै पैसाबाट हामीले ब्याजमा लिएर अनि मारवाडीका सामान हामी बेच्दिँदैछौँ। ती सटरमा कसले कसका सामान बेच्दै